Hello, namaste, welcome सेवारो टु आवर च्यानल संजोग द ट्राभलर। ल आज हामी जाँदैछौँ कहाँ रे? मुक्तिनाथ, मुस्ताङको मुक्तिनाथमा है। ल आज हामी सपरिवार, आज मेरो छोरी र बुढी, आज हाम्रो परिवारको चाहिँ नि अब के भन्ने यसलाई वाट एभर भ्याकेसन जे भने पनि र हामी केमा जाँदैछौँ भन्दाखेरि कारमा है। नौडाँडा आइयो है, ल है नौडाँडा लुम्ले आइपुग्यो ल लगभग। ल हाम्रो लुम्लेमा हल्का खाजा ब्रेक, त्यो चाहिँ हाम्रो बहिनीकोमा है। डिमुवाको हाइड्रो पावर। ल अब हामी डिमुवा पनि कट्यौँ, 9:30 बजेको छ बिहानीको। हामी घरबाट हिँडेको यस्तै 8 बजे भनेपछि लगभग 1.5 घन्टाको चाहिने अवधिमा हामी डिमुवा आइपुगेको छौँ। एकदम दिन एकदमै रमाइलो र राम्रो छ। यता मेरो कान्छो छोरो पनि एकदम गुड मुडमा छ। ल होइन छोरो, ल है हजुर मालढुङ्गा आइपुग्यो। अब हामी देब्रे लाग्छौँ किनकि दाहिनेबाट जाने बाटो अलिकति बिग्रेको हुनाले हामी माथि बाङ्गेचौरबाट फेरि हुँदै बेनी जान्छौँ है। नत्र जाने बाटो खास यताबाट हो, तर हामी जान्छौँ। दाहिने गए पोखरा, देब्रे गए जङ्सन। सबै सानो गाडीहरू जाने है। अब लाग्यो मुस्ताङ पारीको जङ्गल ल हजुर हो। हामी कति बजे आयो तातो पानी भनेपछि ट्याक्क 12 बजे तातो पानी भनेपछि 8 बजे हिँडेर हामीले 4 घन्टामा पोखराबाट तातो पानी ठ्याक्क आइपुग्यो। हाम्रो माइली दिदीकोमा उहाँ नै हुनुहुँदो रहेछ है तातो पानी। ल दिदी नमस्ते। यसो जोसमतिर जान्छु भनेको त है, तातो पानीमा माइली दिदीको घर भात खान नबिर्सिनु भनेर। त्यो भएको भएर ल है दिदी। अब हाम्रो माइली दिदीकोमा लन्च सुरु। एकदम दामी सेकुवा पनि छ है। ल राइस लुक्स ब्युटिफुल टेस्टी। ल है त लन्च एट तातो पानी। कस्तो भयो त हाम्रो आजको लन्च? मिठो लाग्यो के? अलि ठिकै भयो। यता क्यामेरातिर नै हेर्दा पनि त अनि यता हेर्दा त ल भन्दै। ल है हामी आयो छाक्ताङको पुलमा छौँ हामी। ल के हेर्दैछौ? ल अब 8 किलो पर कोबाङ होइन, कोबाङ पछि आयो के टुक्चे अनि मार्फा। ल अब हामी लगभग छेउछेउमा आइपुगेछौँ। रमाइलो भएको छ। ल है त अब हाम्रो मार्फा आइपुग्न लागेको छ है। चिसो छ है, अलिअलि चिसो छ, खासै त्यस्तो उस्तो छैन। ल है हामी आइयो हिराचन इनमा।
कोठाको हालत यस्तो छ ए हिराचन होम्समा ल यहाँ छ कोठाको अवस्था बवाल छ यहाँ बिस्तारै हेर्दै निद लागिसक्यो यहाँ सुतो भइसक्यो अहिले हामी छौँ यो जेरी गल्ली ठ्याक्क चाहिँ नि त्यो हामी बसेको उसबाट ल है हामी आइयो मार्फाको सभागृह हलमा यस अहिले म छु मार्फाको बजार भनौँ कि के भनौँ है ल है यही छ हाम्रो अहिले यहाँ जेरी गल्ली यहाँ मजाले फोटोसुट भइरहेको छ यो हो जेरी गल्ली यहाँबाट जाने छ अब हामी अगाडि बढ्दैछौँ अब त्यो अगाडिको नाम के छ खै त्यहीँ गएर हेर्नुपर्छ है तर जस मार्फाको चाहिँ नि मार्फा आउँदा चाहिँ यो चाहिँ एउटा आकर्षक एकदम जति पनि मार्फा आउनेहरू पर्यटकहरू चाहिँ नि है यहाँ आएर चाहिँ नि यस्तो किसिमको वेशभूषा लाएर गर्नुहुन्छ हाम्रो हालखबर ल है साह्रै रहर गर्नुभयो मेरो छोरीले हाम्रो यहाँको चाहिँ नि यो थकाली ड्रेस होइन बहिनी यो हजुर टिबेटन ड्रेस ल ल मेरो छोरीहरू पनि टिबेटन ड्रेसमा यो मार्फाको एकदम पुरानो किसिम टाइपको घरहरू भनौँ न यो माथिल्लो भेगमा रहेछ यो जति पनि यता देख्नुहुन्छ पुरै सबै पुरानो टाइपको घरहरू छ म अहिले छु पुरानो मार्फाको पुरानो घरहरू माथि पहिलाको माथि अहिले जुन म यहाँ बसेको छु यो ढलान छत जस्तै हो र यहाँ हिँड्न सुकाउनु जे पनि गर्न मिल्ने र तपाईँको अहिलेको चाहिँ नि मार्फा बजार चाहिँ त्यो माथिको चाहिँ नि गुम्बा यहाँको यो ढल कस्तो व्यवस्थित छ हेर्नुहोस् त यहाँबाट पुरो पानी चाहिँ नि सर लहर है उता यतातिर तपाईँको चाहिँ नि स्याउ खेती छ भने यताबाट पानी पनि ठ्याक्क मिलाएर है यता छ यस्तो एक थो पानी दायाँ बायाँ छैन भने त यति क्लिन यस्तो मजाले बनाएर जाऊ न मार्फाको जेरी गल्लीभित्र हामी प्रवेश गरिसकेछौँ र जेरी गल्लीबाट सोझै माथि के अरे भित्र छिरेर माथि गयो भने मार्फा लेखेको ठुलो बोर्ड भएको ठाउँमा पुग्न सकिन्छ त्यो माथि हेलो गुड मर्निङ फ्रम मार्फा उठेर फ्रेस भएर अब हामी चाहिँ लाग्ने ठाउँ यता जमसम हुँदै उता मुक्तिनाथतिर हामी हिजो बसेको हिराचन होम्स थकाली किचनमा एकदमै राम्रो सुविधा सफा र तातो पानीको नि एकदम सुविधा रहेछ है राम्रो मजाले सावर लियो ल है त हाम्रो अब मर्निङ ब्रेकफास्ट हुँदैछ यहाँ माई छोरो इज ह्याभिङ टोस्ट ब्रेड विथ अमलेट होइन कान्छु अनि कस्तो भयो त कान्छु हिजोको स्लिप गुड अनि हाउ अबाउट यु छोरो मिठै सुत्यो ल एकचोटि यता गुड मर्निङ गरिदिनु नि त म पनि बसेँ मेरो ड्राइभर सिटमा है नाउ रेडी टु राइड all the way to Muktinath. All right, let's go. राम्रै छ ल हेर्नु होला ल बाटो सल ल है ल फाइनली मुक्तिनाथको पार्किङ लटमा आइएको छ कार इज पार्क हियर ल मेरो छोरी रेडी छ होइन कान्छु रेडी फर द
ल अब हामी जाने त्यता दोकानजी ल है त ल मुक्तिनाथ हामी कति ठ्याक्क मार्फाबाट आस्ते आस्ते यही ठिक छ मार्फाबाट हामी 2 घन्टामा आस्ते आस्ते आएको ठ्याक्क 2 घन्टामा मुक्तिनाथको यो गाडी राख्ने पार्किङ लटमा आइपुगेको छ है अब हामी जान्छौँ मुक्तिनाथ दर्शन गर्न ल एकदम अहिले त यो पानी नपरेर होला धुलो चाहिँ टन्नै छ तर चाहिँ नि बाटो एकदम सुक्खा राम्रो छ है त अब हामी तल होइन हामी यतै माथिबाट यसरी लाग्नेछौँ मन्दिरतर्फ ल है त यहाँ यस्तो सुविधा नि रहेछ है भाइहरूको है टक्क बोक्न जानेर बोक्ने सुविधा नसक्नु भनौँ पनि यो सुविधा छ तर यहाँबाट माथि मन्दिर पुगेर आएको 5000 रे ट्याक्क यस्तो सुविधा छ है चेक पोइन्ट फर द टुरिस्ट्स अब यो चाहिँ तपाईको थोरङला पास गर्ने पनि यतैबाट प्राय जस्तो यताबाट भन्दा मनाङबाट सुरु गरेर थोरङ पास गर्दै मुक्तिनाथ हुँदै यसरी झर्छन् भने कोही कोहीहरू चाहिँ यताबाट पनि पास गर्छन् यही हो अब यसको अब हामी लगभग छेउछाउमा आइपुगेका छौँ दिन एकदमै ब्युटिफुल छ सनी डे अलिकति दुम्म छ भ्यूहरू नदेखे पनि है ल लुक एट दिस होटल द बुराङ लुक एट दिस बुराङ ल हामी ठ्याक्क मुक्तिनाथको गेटमा आइपुग्यौँ प्रवेशद्वारमा यस्तो छ माथि छ मन्दिर चाहिँ अब यहाँबाट हामी आस्ते आस्ते हिँड्छौँ मान्छेको चहल पहल राम्रै छ अहिले यो खासै झरी नपरेको बेला भएर तपाईँको यो चैतको इन्ड अथवा चैत महिनातिर निकै यसलाई एउटा सिजनै मान्दो रहेछ भनेपछि ल है त ल हामी अब मुक्तिनाथ कि जय होस् ल ल बम बम बोले ल है बाबाजीहरू यहाँ पुरा छ ल यहाँ पुरा है ल हाम्रो हिँडाइ ठिकै छ त्यही भने मेरो छोरीहरू पाथी भएर माताको पनि दर्शन गरेर आउनुभएको त्यही भएर यतामा एल्टिट्युडको प्रब्लम खासै त्यति चाहिँ नि देखिया छैन सोफार त हिँडेर जान गाह्रो हुनेहरूलाई यसरी देख्नुहुन्छ घोडाको सुविधा छ यसरी उहाँलाई ट्याक्क माथि पुऱ्याइदिन्छ घोडाले एकदम यहाँ पुरा यहाँ चाहिँ दर्शन गर्न आउने सोच मात्रै गर्नु पर्ने भयो मुक्तिनाथ आसी तपाईँलाई बोकेर हुन्छ कि घोडामा राखेर हुन्छ कि जे गरेर भए पनि तपाईँलाई चाहिँ नि दर्शन गर्ने वातावरण एकदम यहाँ चाहिँ नि यताको बासिन्दाहरूले गर्नुभएको छ है र प्लिज आउनु होला मुक्तिनाथ नाम सुन्दै है ल है त ल हामी लगभग आइपुगेका छौँ अब यहाँ यसो हल्का रेस्ट छोरीहरू छ है ल यहाँ यसो रेस्ट गर्ने ठाउँ पनि रहेछ मजाको है ल यहाँबाट देखिने तल मुक्तिनाथ बजार ल है माताजीको दर्शनको लागि हामी प्रवेश गर्दैछौँ है ल अब चाहिँ नि ढान ल हामी चाहिँ नि द्वारबाट हामी प्रवेश गऱ्यौँ अब हामी चाहिँ नि सम्भ गुम्बा भन्ने यता रहेछ भने यता अहिले हामी एकछिन जान्छौँ पहिला हामी माथि गएर मुक्तिनाथको दर्शन हामी गर्नेछौँ ल मुक्तिनाथ फाइनली हामी मुक्तिनाथ मन्दिरको मेन मन्दिरको सेरोफेरोमा आइसक्यौँ यहाँ चहल पहल छ यहाँ हेर्न सक्नुहुन्छ
फर्किने मान्छेले ल यी यो चाहिँ माथि गुम्बाको भाग मुक्तिनाथ मन्दिरभन्दा अझ अलिकति माथिको गुम्बा हो यो दुईटा हातले यसरी ल सही छ ल हेर्नुहोस् मुक्तिनाथको चहल पहल यहाँ रहेछ है मुक्तिनाथको चहल पहल मुक्तिनाथ मन्दिर दर्शन गरेर तल ओह्रालो नलाइकन फेरि देब्रेपट्टि आउनुभयो भने फेरि बुद्धको मूर्ति छ ठुलो बुद्धको मूर्ति छ र यसलाई के पाक हो भन्दै थियो मैले नाम त बिर्सेँ र यहाँबाट देखिने जुन भ्यू पनि एकदमै राम्रो छ है यता पनि आउन नछुटाउनु होला लट आइसकेका छौँ एकदम आज राम्रोसँग त्यति भिड ठिकै थियो दिन यति राम्रो छ ल है फेरि पनि एकचोटि म हजुरहरूलाई भन्न चाहन्छु यसरी सानो कारहरूमा सानो कार सेन्ट्रो यो i10 कुनै पनि किसिमको सानो कारहरू पनि अहिले है फेरि यो पछि यो जेठ लागेपछि बर्खामा त अब चाहिँ सम्भवै छैन अहिलेको यो चैतको अन्तिम पानी नपरिन्जेलसम्म आएर चाहिँ हजुरहरूले चाहिँ यसको सुविधा पनि लिन सक्नुहुन्छ आफ्नो घरमा यदि प्राइभेट कार छ र मुक्तिनाथ दर्शन गर्न आउन चाहन्छु भने सहजै किसिमले आउन सक्नुहुन्छ ल है त यति भन्दै म तपाईहरुसँग बिदा हुन चाहन्छु ल थ्याङ्क यू फर वाचिङ माई च्यानल एन्ड प्लिज डोन्ट फर्गेट टु सब्सक्राइब थ्याङ्क यू भेरी मच जय मुक्तिनाथ बाबा की जय होस् ल हजुरहरू सबैलाई मुक्तिनाथ बाबाले कल्याण के अरे रक्षा गरून् ल है त ल छोरी बाबाई गरिदिनु मेरो च्यानल यहाँसम्म ल बाई बाई ल है फेरि हेर्नुहोस् है त यही स्विफ्ट गाडी लिएर आएँ केही टच कहीँ केही भएको छैन है त ल ओके ल बाबाई सेवारो थ्याङ्क यू भेरी मच